भारतले दार्चुलाको महाकाली नदी किनारमा निर्माण गरिरहेको तटबन्ध रोक्न एमाले सरकारलाई पहल गर्न आग्रह गरेको छ। एमाले दार्चुला जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारी सिडिओ अनिल पौडेल मार्फत परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवालाई ज्ञापन पत्र बुझाएर उक्त माग राखेको हो। ज्ञापन पत्रमा भारतले नेपाली भूमिमा विशेष गरी स्थानीयको निजी र सरकारी जग्गामा एकतर्फी तटबन्ध निर्माण गरिरहेको आरोप लगाइएको छ। एमाले यस्तो गतिविधि रोक्न परराष्ट्र मन्त्रालय मार्फत भारतसँग तत्काल संवाद गर्न माग गरेको छ। स्थानीय तह र जनस्तरबाट पटक पटक रोक्न आग्रह गर्दा पनि काम नरोकेपछि सत्तारूढ एमाले आफैले सरकारसँग कूटनीतिक पहल गर्न माग गर्नु परिरहेको बताएको छ। गल्फैफारी र खुल्ला मन्सफारी क्षेत्रको अन्तर्राष्ट्रिय सीमा मिचेर भारतले निर्माण कार्य अघि बढाएको दावी गरिएको छ। ज्ञापन पत्रमा भनिएको छ, सीमामा छिमेकी मुलुकले बलपूर्वक संरचना बनाइरहँदा सरकारको मौनता दुःखद र लज्जास्पद छ। यसले दार्चुलावासी र न्यायप्रेमी नेपाली जनताको मनमा गहिरो चोट पुर्याएको छ। महाकाली नदी नियन्त्रण आयोजना हटाएर त्यस स्थानमा सिंचाइ तथा नदी व्यवस्थापन कार्यालय स्थापना गरिएको विषयमा पनि एमाले आपत्ति जनाएको छ। सिडिओ पौडेलले ज्ञापन पत्र बुझ्दै भारतलाई निर्माण रोक्न पत्रचार गरिसकेको तर अहिलेसम्म कुनै प्रतिक्रिया नआएको जानकारी दिए। स्थानीय स्तरबाट प्रयास गर्दा वास्ता नभएपछि अब केन्द्र सरकारले नै औपचारिक कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ।